ल साथी हो आजलाई बाँदर पनि खेदियो। अब म चाहिँ लागि घरतिर त्यस्तै छ। अब घरतिर लाग्यो हेर साथी हो बाँदर खेदाको भाग्दैन है। अब यो प्रविधि उपयोग गर्नुपर्छ। प्रविधि टक्क प्रविधिहरू लगायो भने चाहिँ पक्कै यो बाँदरहरू भाग्न सक्छ हुन्छ नि त। अहिले निक्लेको के गर्ने आधुनिक प्रविधिहरू हुन्छ क्या। अब आधुनिक प्रविधिहरूको उपयोग गर्यो भने बाँदर भाग्दैन। यो बहुत गाह्रो चिज हो। अब यस्तै छ जिन्दगी। बुवाले खोर्सानी टिपिसक्नु भएको। अब त्यसलाई भन्छ डल्ले खोर्सानी बहुत महँगो छ भन्दा पनि 150 रुपियाँ किलो है। यो कालो र ओह्रालो भन्ज्याङ चौतारी बस्नु पनि गाह्रो हुँदो रहेछ। अलिक बानी हराएपछि अब हामी पुग्नै लाग्यो गुवामा ठाउँमा। बाँदर खेद्यो। बाँदर खेद्नु बाँदरले उल्टै खेद्ला जस्तो गर। बाँदर खै त खोर्सानी एक डालो भयो। खोर्सानीमै टिप्या छु। घाँस काट्नु पर्दैन गाईलाई घाँस खोइ। त्यो काल्ला कुन्डीको नि काट्नु त हो। ल अँसे ल्याउनु भएको होइन एउटा भएर गयो नि त काटिहाल्नु। के गरौँ ए खोर्सानी त यो खोर्सानी नै रोप्नु भने टन्नै हुने रहेछ। भाइ खोर्सानी बारी कहाँ उभो खेद्नु भाग्दै भाग्दैन ढुङ्गा हान्दा हात दुख्दिसक्यो। भाग्दैन। अब यसलाई आधुनिक प्रविधिले भगाउनु पर्छ नभए बाँदर भाग्दैन। गएँ म त। हे यो कस्तो मिठो रहेछ यो अमिलो। अघि एउटा लगाएर खाएको मैले। ल काँक्रा कति फल यसपालि थाङ्दै थाङ्दा रहेछ। यस्तो छ बारी जङ्गल। जङ्गल साथी हो होइन। अब म एउटा यस्तो चिज देखाउँछु होइन। सुन्तला सुन्तला हेर्छौ साथी हो। ल हेर सुन्तला फलेको। ए यस्तो बोटा सुन्तला क्वाप्प टिपेर खाँदा यति तागतिलो यति रचिलो हुन्छ नि के थाहा यस्तो चिज खाँदाको डाइट कस्तो हुन्छ भनेर होइन। अब यस्तो डाइट देखाउँदैछु म यस्तो डाइट देखाउँदैछु कसम यो डाइट खान पाइयो भने सधैँभरिले यहाँ र यसलाई भन्छ एभोकाडो। ए टन्न फल्या छ एभोकाडो देख्यो। ए एभोकाडो फलेको। यो एभोकाडो यस्तो डाइट हुन्छ नि सम्मै यहाँ पनि छ। यो एभोकाडो हो। यो अलिक भाइ टिप्ने बेला अब 1 महिना पछि चाहिँ यसलाई टिपेर पकाउनु पर्छ। यस्तो दामी हुन्छ यस्तो दामी हुन्छ आम्मा। यसको स्वाद लिन जान्नुपर्छ। अब योलाई भन्छ पिँडालु। यो पिँडालु खनेर खानुपर्छ। आम्मा यस्तो मिठो हुन्छ नि तागतिलो छन् नि हौ। बाख्रा छ गाई छ खोले पाक्या छ सब थोक छ। नहुने केही हुँदैन। जाँगर चाहियो काम गर्नलाई सबै थोक उपलब्ध छ गाउँमै पनि गर्दा है। अब गाँजाहरू कस्तो हुन्छ भन्छ होला यहाँ। यो गाँजा हो। ए
यो गाँजा हो, यो आफै उम्रेको है। यसलाई खेतीपाती गरे होइन, फेरि अन्यथा नलिनु होला। यो खेतीपाती गरे होइन। उ त्यहाँ अर्को पनि उम्र्या हौ। ए ल म आएँ, मेरो घरमा आइपुगेँ होइन। रितेले गुड्का ल्याइदैन। अब क्रिकेट सुरु हुन आँट्यो। क्रिकेट हेरिन्छ मजाले बसेर। बिनाजु रितेले गुड्का ल्याइन हो र? खतमै बनाइहालिन्छ नि। लु छोडिदिनु, अहिले आउँछु। अब गेम सुरु हुन लाग्यो। अब क्रिकेट हेर्नुपर्छ। तल बाँदरले साल ल बाँदर पनि खेद्यो साथी हो। घर पनि आएँ होइन। इस्कुस फल्या है। अब यहाँनिर यसलाई चाहिँ होइन, हाम्रोतिर चाहिँ चुचे करेला भन्छन्, कसैकोतिर बरेला भन्छन् अरे। त्यस्तो छ। इस्कुस टिपेर राखेको छ एक ढोको यता। के गर्ने त्यस्तो छ। ऊ स्कुले केटाकेटीहरू आयो, उहाँ छुट्टी भयो। ल साथी हो, आजलाई बाई बाई, भोलि भेटौँला है त।